फुदिन्छ पत्ता जब खाँदा खाँदा सिद्धिन्छ शोभा अनि फुलबाट। धन्यवाद कार्यक्रम उद्घोषकज्यू, यस सभाका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू यहाँ लगायत यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू र मेरा प्यारा प्यारा साथीभाइ दिदीबहिनीहरू, आज 2081 साल फागुन 17 गते शनिबारका दिन यस श्री राष्ट्रिय माध्यमिक विद्यालय सवनपुरमा 52 वार्षिक कार्यक्रममा मैले 2 शब्द बोल्न पाएकोमा म अत्यन्तै खुसी छु र आजको यस कार्यक्रममा मेरो बोलको विषय रहेछ समृद्ध नेपाल सुखी नेपाली। महोदय, केही समय अगाडिको कुरा हो, केही कामको सिलसिलामा विमानस्थल पुगेको म एकजना बालाई विमानस्थल नजिकै त्यो पुरानो टक्का टोपीले आफ्नो आँसु पोल्दै गरेको देखे। बाको नजिक गएर के बाबा भनेर प्रश्न गरे। बाले रुनु जैसा बाले भन्नुभयो, बाबु पखुराभरि बल, मस्तिष्कभरि दिमाग र शरीरभरि ऊर्जा बोकेका ती नेपालीहरू विदेशमा गई आफ्नै देशमा गरी खाने र आफ्नै देशका स्रोत र साधनको पूर्ण प्रयोग गरी समृद्ध नेपाल सुखी नेपाली बनाउने दिन कहिले आउँछ भनेर बाले प्रश्न गर्नुभयो। मैले गम्भीर हुने बाले भने, बा यदि धेरै समयबाट सरकार चलाउने राजनीतिको जमुटोली लाने तासेर म के भन्न सक्छु होला, तर म यति भन्न सक्छु कि बा नेपालको प्राकृतिक सम्पदा, जलवायु, वनस्पति र जनसङ्ख्याको सही प्रयोग गर्ने हो भने समृद्ध नेपाल सुखी नेपाली सम्भव छ हाम्रो पालामा हो। आज यही समृद्ध नेपाल सुखी नेपालीको महत्त्वलाई बुझ्नका लागि हामी यहाँ छौँ। यो केवल एक नारा होइन, तर आर्थिक प्रगति, शिक्षा र स्वास्थ्यमा सुधार ल्याएर हरेक नेपालीलाई खुसीतर्फ लाने एक कदम हो। आज यिनै क्षेत्रहरूमा रहेका चुनौती र सरकारका नीतिहरूबारे छलफल गर्नेछौँ। महोदय, देश एउटा अमूर्त वस्तु हो। देशलाई मूर्त वस्तु बनाउन अथवा वैज्ञानिक राज्य बनाउन 4वटा महत्त्वपूर्ण तत्त्वहरू हुन्छ। ती हुन् निश्चित भूभाग, जनसङ्ख्या, सरकार र सार्वभौम सत्ता। 1,47,516 वर्ग किलोमिटर भित्र 864 जातका जडीबुटी, 900 जातका पंक्षी, 181 जातका स्तनधारी मान्छे भित्र पनि 126 जाति, ती जातिका फरक फरक रीति, संस्कृति र सभ्यता भएका एउटा सानो सरोवर टुक्रा हो नेपाल। नेपाली जोश, जागर, आँट र हिम्मतलाई नेपाली माटोमा बहाउन सक्यो भने र नेपालको रक्षा कवचका रूपमा रहेका उत्तरी सिमानामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका सयौं हिमालहरूमा लाखौं पर्यटक बिताउन सक्यो भने देश समृद्ध हुन समय नै लाग्दैन। देशलाई समृद्ध बनाउने भने सर्वप्रथम मानिसको चेतना कसर बन्नुपर्छ। त्यसको लागि शिक्षा चाहिन्छ, तर हामी नेपालीहरू शिक्षाबाट वञ्चित छौँ। यसको फलस्वरूप के हजुरलाई थाहा छ, विक्रम सम्वत 2019 सालमा मात्र नेपालबाट 95,559 जनाको हाराहारीमा नेपाली विद्यार्थीहरू पढ्नका लागि बाहिर देश जानु परेको छ। नेपाल विश्वमा तेस्रो ठुलो देश हो, त्यसले पढ्नका लागि विद्यार्थीहरूलाई अमेरिका र जापान पठाउँछ। बरु नेपालमा गुणस्तर शिक्षालाई निर्माण गरेर बाहिर जानुको संख्या शून्यमा जानु पर्यो। बरु बाहिरको विद्यार्थीलाई नेपालको गुणस्तर शिक्षामा आकर्षित गराएर नेपालमा बिताउन पायो भने देश समृद्ध हुन समय नै लाग्दैन। त्यसै गरी मलाई अचम्म यो लाग्छ कि दैनिक हजारौंका भिडमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानका लागि भिड लाग्छ र बाहिर गएर 40-50 डिग्रीको घाममा काम गरिरहनु परेको छ। हो, त्यो काम गर्ने शक्तिले मेरो देशको भूमिमा 10% गर्दा मोती यही फल्छ, जति यही चम्किन्छ। यति सुन्दा सुन्दा पनि 40-50 लाखका हाराहारीमा नेपाली युवाहरू विदेश जान बाध्य छन्। तर नेपाल सरकारले यस गवाको सामना गर्ने हिम्मत पनि राख्दैन कि नेपालमा बस्न नानी हो, हामी यही रोजगारी सिर्जना गर्छौँ, किन जानु विदेश भनेर। म यही मञ्चबाट नेपाल सरकारसँग प्रश्न गर्न चाहन्छु, के नेपाल सरकार 20 खरबभन्दा बढीको ऋण कहिले तिर्ने र रिमिटेन्सले देश चलाउने सपना कहिलेसम्म देखिरहने? के समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिँदैन होला? त्यसै गरी मलाई अचम्म त्यो लाग्छ कि अमेरिका देशमा 9% जमिन खेती योग्य भए तापनि उनले क्या उगाएर विश्वले बेचे। तर मेरो देशमा त 22% जमिन खेती योग्य र 80% मानिस खेती पेसामा लागेका छन्। हामीले पनि क्या उगाएर विश्वले बेच्न सभा अध्यक्ष महोदय, मेरो मन त तब पोलियो जब मैले सुने कि नेपाल कृषि पटाङ देश भए तापनि उनले वर्षनी अमेरिकी डलर खर्बौंका हाराहारीमा छिमेकी मुलुक भारतबाट खाद्यान्न मगाउँछ रे। के त मगाएको सामग्री हाम्रो देशमा उत्पादन गर्न सकिँदैन होला र आवश्यक सक्छ। सभा अध्यक्ष महोदय, हाम्रो देशमा त 4000 फिट भन्दा माथिबाट पानी झङ गरेर बग्छ। हो, त्यो पानीलाई फिल्टर गरेर विश्वको घाटी भिजाउन देश समृद्ध हुन समय नै लाग्दैन। त्यसै गरी देशमा समृद्ध चाहेको छ भने देशलाई समृद्ध बनाउने अर्को मुख्य आधार भनेको जडीबुटी हो। हिमाल, पहाड, तराईले बनेको मेरो देश जङ्गलको धनी देश हो। अहिले त विश्वमा एलोप्याथिक भन्दा आयुर्वेदिक औषधिमा आयुर्वेदिक
कसैलीमा जोड दिइरहेको छ। नेपालमा पाइने जडीबुटीबाट आयुर्वेदिक औषधि बनाएर विश्वको टेबलमा राखिदिन सभाध्यक्ष महोदय। त्यसै गरी देश समृद्ध बनाउने भने सर्वप्रथम भ्रष्टाचार मुक्त देश बनाउनु पर्यो। भ्रष्टाचार नेता, भ्रष्टाचार कर्मचारी र भ्रष्टाचारीलाई कलाबन्दा गराउँदै पुनः भ्रष्टाचारीको जन्म हुने छैन। बिर्साइदियो पर्यटकलाई अमेरिका र युरोपको पिज्जाको स्वाद नेपाली चटममारीले। बिर्साइदियो पर्यटकलाई पिज्जा अमेरिका र युरोपको पिज्जाको स्वाद नेपाली चटममारीले। बिर्साइदियो पर्यटकलाई बर्गरको स्वाद नेपाली पुरी तरकारीले। एकपटक मेरो देश घुम्न हुँदा मुस्ताङको सेउ सेकाइदियो त आफ्नो देश फर्केर जाँदा पनि नेपाल झल्झलिया आउनेछ, नेपाल झल्झलिया आउनेछ। यो म यति भन्दै आफ्नो दुई शब्द यही टुङ्ग्याउन चाहन्छु। हवस्, धन्यवाद। अस्सलाम।